भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरुपयोग भइरहेको छ। नियमअनुसार एक दिनको भन्सार डे पास लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो, तर व्यवहारमा ती सवारीहरू नेपालमै निजी तथा सार्वजनिक रूपमा सञ्चालन भइरहेका हुन्छन्। यसले गर्दा उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरूमा प्रत्यक्ष असर परिरहेको छ। सभामुख महोदय, मेरो निर्वाचन क्षेत्रको मेचीनगर सीमा क्षेत्रको समस्या मात्रै होइन यो। प्रत्येक सीमा क्षेत्रमा भारतीय सवारी साधनको कारण नेपाली यातायात व्यवसायीहरू दबाएका अवस्थामा छन्। नेपाली चालक र व्यवसायीहरू सङ्कटमा परिरहेका छन्। यति मात्र होइन, भारतीय गाडीले नेपालमा कुनै पनि दुर्घटना गरेमा क्षतिपूर्ति पाउन समेत उत्तिकै समस्या बनिरहेको छ। त्यसैले म सभामुख मार्फत सरकार समक्ष 3वटा माग राख्न चाहन्छु। एउटा, सीमा नाकामा कडाइका साथ अनुगमन गरियोस्। 2, डे पासको दुरुपयोग तत्काल रोकियोस्। तेस्रो नम्बरमा सीमा क्षेत्रमा नेपाली यातायात व्यवसायको संरक्षण हुने गरी